मेरो भाइ मेरो ज्वाइँहरू उठिराखेका छन् के अरे श्रममा करिकीमा माटोमा उनीहरूको विचार केही छैन म नामै लिँदैन होइन श्रम संस्कृतिको विचार छैन त भन्न मिलेन नि यत्रो हर्क विचार छ खोइ पढ्न पाउँ त होइन माटो स्वदेशको उत्पादन माटो हर्केको मात्रै हो त गोराको होइन होइन मुस्लिमको होइन होइन अमेरिका गोराको होइन श्रम गरौँ भनेको छ नि त हर्क श्रम गरोस् न त्यो के अरे भारी बोक्ने भरियाहरूले राजनीतिक श्रम गर्ने होइन राजनीतिक त मार्गदर्शन दिने हो जस्तो यो सूर्यले के दिने हो प्रकाश दियो नि प्रकाश त्यस्तो राजनीतिकले राज्यको नीति चाहिँ 1 2 3 यसरी 1 by 1 देशको राजनीति अर्थनीति श्रम नीति के अरे संस्कृति नीति सुकुम्बासी नीति शैक्षिक नीति सांस्कृतिक नीति होइन तपाईको प्रशासनिक नीति धार्मिक नीति यो भनेर 1 by 1 क्लियर गरेर एउटा निश्चित रोड म्याप कोरेर देखाउनु पर्छ हजुर होइन हर्क साम्बाङलाई त श्रम पिता होइन एउटा श्रमको त्यो हिसाबले त्यसो भने श्रम मन्त्रालयको एउटा सानो दिउँ न कुलमान जस्तो त्यो त मिल्यो नि त्यो त दिउँ होइन प्रधानमन्त्री नै हुने भन्छन् नि त प्रधानमन्त्री त हर्क साम्बाङ अन्त न हावामा यहाँ काठमाडौँमा हवाईजहाज उडेर प्रधानमन्त्री भएर जाने त्यो लाटा होइन होइन गुरुज्यू नयाँ भनिएका जनताले आशा गरेका मान्छेलाई नगरको एउटा धरान नगरको त्यहाँको जनताले जिताएको मान्छे अब प्रधानमन्त्रीले काठमाडौँ आउने त्यो हावादारी होइन होइन यसरी रिसाउनु त भएन होइन हाम्रो मान्छे बिग्रेकोले रिसाउनु पाइएन चाकडी गर्ने अनि त्यसो भने हाम्रो मान्छे त्यो सप्रेको हो त काउन्टर गर्नु सक्नुपर्छ विपक्ष र प्रतिपक्षसँग उसले कसरी चाहिँ युद्ध गरिरहेछ नेपालको राजनीति कसरी कब्जा गरेको छ त्यसबारेको रणनीति पो हुनुपर्छ त त्यसै जनजाति जनमुक्तिहरूले बिगारेर जनजातिलाई ध्वस्त गरे जस्तो लिम्बुवानको नाममा लिम्बुवाहरूलाई ध्वस्त गराए जस्तो अनि श्रम संस्कृतिको नाममा दुनिया जनताहरूलाई भ्रम पारेर खत्म गरेन